सबाईमा फ्याफुल्जी तासिदिले भोलि हुन गइरहेको विवाहको तयारी अहिले निकै रमाइलो र उल्लासपूर्ण बनेको छ। दिदीबहिनीहरू र गाउँका आमा बुबाहरू मिलेर तामाङ परम्पराअनुसार बाबर रोटी अर्थात् गेङ तयार पार्दैछन्। भैँसीको शुद्ध घिउमा पोलिँदै गरेको रोटीको मगमग बास्ना चारैतिर फैलिएको छ। अर्कोतर्फ कोदोको 3 पाने रक्सी, जसलाई तामाङ भाषामा ऐराक भनिन्छ, विशेष रूपमा तयार पारिएको छ। तामाङ संस्कृतिमा रक्सी र मासु बिना विवाह अधुरो मानिन्छ। सबैजनाको सहयोग, आँसु र परम्परागत संस्कारले गाउँभरि विवाहको उत्साह झन बढाइरहेको छ। नमस्कार दर्शकबिन सबैजनालाई, फ्याफुल्जी तासिदेले आज हाम्रो परिवारका लागि अत्यन्त खुसीको दिन हो। भोलि जेठा छोराको विवाहको तयारीले घरभरि उत्साह छाएको छ। घरलाई रङ्गीन बत्ती, फूलका माला र आकर्षक स्वागत गेटले सुन्दर रूपमा सजाइएको छ। जन्तीहरू बेलैमा आइसकेका छन्। विवाहको समारोह सुरु भइसकेको छ। लामा गुरुहरूले पूजा गरिन्छ, त्यसपछि टीका लगाइदिने चलन छ। टीका लगाइसकिएपछि शुभकामना परम्परा पालना गरिन्छ। शुभ समय हेरेर मैती प्रस्थान गरिन्छ। घरबाट निस्कँदा वा घर भित्रिँदा ढोका गेटमा सगुन राख्ने परम्परा अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। ढोका गेटमा दूध, दही, बबर रोटी, फलफूल, जलले भरिएको कलश राखिन्छ। यसरी सगुन राख्दा घरबाट निस्कँदा वा फर्कँदा नराम्रो प्रभाव, दुर्भाग्य वा विपत्तिबाट जोगिन मद्दत पुग्छ। यो परम्परा तामाङ संस्कृतिको सम्मान र पारिवारिक एकताको प्रतीक हो। सगुन राख्ने र प्रवेशद्वार बनाउनेलाई दक्षिणामा पैसा दिने चलन छ।
जन्तीहरू बेहुली लिन जानका लागि तयारी गरिँदै गरेको अवस्था हो। बेहुलीको घर यहाँबाट करिब 30 देखि 40 मिनेटको दूरीमा रहेको अनुमान छ। बाटोमा सगुन राखिने भएकाले करिब जन्ती बेहुलीको घर पुग्न झन्डै 1 घण्टा लाग्नेछ। बेहुली लिन जाँदा बाबर रोटी, रक्सी, फलफूल र मासु लिएर जाने चलन रहिआएको। बाबर रोटीले समृद्धि र मिठास जनाउँछ भने रक्सीले खुसी, साटासाट र आत्मीयताको संकेत गर्छ। फलफूल र मासुले प्रकृतिप्रतिको कृतज्ञता र परिवारको सद्भाव दर्शाउँछन्। जब बेहुलाको जन्ती आउँछ उनीहरूलाई सम्मानपूर्वक स्वागत गर्न बाटोमा सगुन राखिन्छ। यो उनीहरूको यात्रा शुभ रहोस् भन्ने संकेत हो। प्रत्येक घर वा गाउँले सगुन राखेर आफ्नो योगदान देखाउँछन् र सामाजिक एकता प्रकट हुन्छ। जन्तीलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने विश्वास पनि राखिन्छ। माघ महिना आफैमा अनुपम सौन्दर्य बोकेको समय हो। चारोको मिठास अझै हावामा बाँकी हुन्छ, तर घामको न्यानो स्पर्शले पहाड पाका सुनौलो उज्यालोले चम्किरहेको छ। जन्ती जाँदा र आउँदा तामाङ लामाको परम्परामा संस्कार अनुसार सगुन राख्नु अत्यन्त महत्त्वपूर्ण छ। यो केवल औपचारिकता होइन, यात्रा सुखद, सुरक्षित र आशीर्वादपूर्ण होस् भन्ने भावना हो, जसले प्रेम, सम्मान र सकारात्मक ऊर्जा व्यक्त गर्छ।
आधा बाटोसम्म माइती पक्षका लामा गुरुहरू नाच्दै झ्याम्टा बजाउँदै भव्य स्वागतका लागि आउनुभएको छ। परम्परागत बाजागाजाको मधुर धुनले वातावरण अझ उल्लासमय बनेको छ। बेहुला र जान्तीलाई सम्मान प्रकट गर्दै लामा गुरुहरूले हाँसीखुसी नाचेर स्वागत गरिरहनु भएको दृश्य अत्यन्त रमाइलो देखिन्छ। जान्ती माइती गाउँमा प्रवेश गरिसकेको छ। माटो उकालो भएकाले वृद्ध उमेरका मान्छेहरूलाई उकालो चढ्न अलिक गाह्रो महसुस भइरहेको देखिन्छ। बिस्तारै अघि बढिरहेका छन्। छोरा बुहारीको खुसीका लागि सबैले उत्साह र हौसला छोडेका छैनन्। थकानलाई व्यवस्था गर्दै एकअर्कालाई साथ दिँदै पाइला अघि बढाइरहेका छन्। अनुहारमा थकानभन्दा बढी आनन्द र सन्तोष छल्किएको छ। परिवारको नयाँ सम्बन्धको खुसीले सबैलाई ऊर्जा दिएको छ, जसले यात्रालाई अझ अर्थपूर्ण र भावनात्मक बनाएको छ। माइती पक्षका आफन्तजनहरूले जन्तीलाई स्वागत गर्न प्रवेशद्वारमा प्रतीक्षा गरिरहनु भएको छ। बेहुला बेहुलीको गृह प्रवेश तथा सगुन ग्रहण सम्पन्न भइसकेपछि अब विवाहको मुख्य समारोहतर्फ सबैको ध्यान केन्द्रित भएको छ। सम्पूर्ण जन्ती, आफन्त तथा परिवारजनहरू खुसी र उत्साहका साथ सामुदायिक भवनतर्फ प्रस्थान गरिरहेका छन्। परम्परागत बाजागाजा, हाँसो, रमाइलो र शुभकामनाले वातावरण छन् उल्लासमय बनेको छ। नयाँ सम्बन्धको सुरुवातप्रतिको उमङ्ग, आत्मीयता र पारिवारिक मिलनको खुसी सबैको अनुहारमा स्पष्ट झल्किएको देखिन्छ। दुवै परिवार बीचको माया, सम्मान र आत्मीयताले भरिएको यो क्षणले विवाहको मुख्य समारोहलाई अझ विशेष र स्मरणीय बनाउँदै नयाँ जीवन यात्राको सुन्दर आरम्भको अनुभूति गराइरहेको छ। यसै क्रममा माइती परिवारजनहरू अर्को प्रवेशद्वारमा स्वागतका लागि सगुन सगाएर आतुरतापूर्वक पर्खिरहेका छन्, जहाँ बेहुला बेहुलीलाई पुनः शुभकामना र सम्मानका साथ स्वागत गर्दै विवाहको मुख्य कार्यक्रम औपचारिक रूपमा सुरु हुने तयारी भइरहेको छ।
जन्तीहरू माइती पुगेपछि सबै पाहुनाहरूका लागि खाजाको विशेष व्यवस्था गरिएको छ। पाहुनाहरूलाई सम्मानपूर्वक बसालेर मिठा परिकारहरू परोसी स्वागत गरिरहेका छन्। बेहुला पक्षका ज्वाइँहरूले ससुरालीबाट ल्याइएको कोसेली सम्मानपूर्वक माइती पक्षका ज्वाइँहरूलाई हस्तान्तरण गर्ने चलन हुन्छ। मासु, बाबर रोटी, रक्सी, फलफूल तथा बाख्राको सप्रो मायाको चिनो स्वरूप दिन्छ। ज्वाइँहरूबीच हाँसो मजाक र आत्मीय वातावरणमा यो आदान प्रदान सम्पन्न गरिन्छ। माया त कहिले नि नघटोस्, मनमुटु कहिले नि नफाटोस्। माया त कहिले नि नघटोस्, मनमुटु कहिले नि नफाटोस्। डम्फुरे तम्बाको आशिषले सोचेको सबै पुरा होस्। 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 उहाँ दुईजना लोमी हुनुहुन्छ जसलाई तामाङ भाषामा मिक्तेबा भनिन्छ। विवाह समारोहका मुख्य जिम्मेवार व्यक्ति हुन्। उहाँहरूले सम्पूर्ण विधि, संस्कार र कार्यक्रम व्यवस्थित रूपमा सञ्चालन गर्ने भूमिका निभाउनुहुन्छ। सबैभन्दा पहिले मिक्तेबाले बेहुला बेहुलीलाई खादा अर्पण गर्दै शुभ आशीर्वाद दिनुहुन्छ। बेहुलीका पिता आफ्नो छोरीलाई खादा आशीर्वाद र बौद्धिक बुद्धि दिँदै जीवन सफल, सुखद र सुरक्षित होस् पनि हृदयदेखि कामना गर्दै हुनुहुन्छ। छोरीलाई नयाँ घरतर्फ पठाउनुहुन्छ। प्रत्येक पाइला अघि बढाउँदा आमा बुवाको माया, याद र पीडा उनका मनमा गहिरो छाप छोड्छ। अब बेहुली माइतीको घर छोड्दैछिन्। आमा बुवासँग बिताएका हरेक पलको सम्झनाले उनको मनभरि गहिरो पीडा र माया जागिरहेको छ। आफू जन्मेकोदेखि आजसम्म बुवा आमाले गरेको माया, पालन पोषण र त्याग सम्झदा बेहुलीका आँखामा आँसु रोक्न सकिँदैन। यो क्षण केवल विदाई मात्र होइन, जन्म दिने परिवारसँगको अमूल्य सम्बन्धको प्रतीक हो। आँखामा आँसु, मनमा माया र आत्मीयता सबै भाव एकैसाथ मिसिएका छन्। अन्य परिवारजन, आफन्त तथा गाउँलेहरूले पालै पालो खादा, माला, उपहार र आशीर्वाद अर्पण गर्ने कार्यक्रम आरम्भ हुन्छ। सैलुङ लेखको
दाजुभाइ दिदीबहिनीहरू साँच्चै रमाइलोमा डुबेका छन्। हातमा हात, तालमा ताल मिलाउँदै उनीहरू गोलो घेरा बनाएर नाचिरहेका छन्। रङ्गी चङ्गी पहिरनमा सजिएर, चुरा पोतेर गहनाले सिँगारिएर उनीहरू आँगनभरि चम्किरहेका छन्। कोसेली रगसी रोटीमा तामाङको रीति रिवाजमा कोसेली रगसी रोटीमा 900 जन्ती 9 बाजा लिएर आउला मङ्सिरमा 900 जन्ती 9 बाजा लिएर आउला मङ्सिरमा मैच्याङ विवाह समारोहमा हरियो निगालोको बोटले बेहुला बेहुलीलाई स्वागत गरिरहेको जस्तो देखिन्छ। मैचंगो झूठल देख्दैमा अल्लाह रे चंबाको मन भूल मैचंगो झूठल देख्दैमा अल्लाह रे चंबाको मन भूलो मैचंग माइतीमा विवाहको कार्यक्रम सकिएपछि बेहुली आफ्ना प्रियसँग हात समाएर नाच्दैछिन्। हरेक कदममा उनीहरू एकअर्कामा डुब्दैछन्। बेहुलीले माइतीबाट बिदा लिनु अघि आफ्ना आमा बुवा, काका काकी, दाजुभाइ र सम्पूर्ण परिवारजनसँग हात जोडी नमस्कार गर्दै आशीर्वाद लिनु परम्परा तामाङ संस्कृति अनुसार अत्यन्त महत्त्वपूर्ण छ। यो चलनले परिवार बीचको माया, सम्मान र सम्बन्धलाई मजबुत बनाउँछ। बेहुलीले विनम्र भावले सबैसँग आफ्नो मनको श्रद्धा व्यक्त गर्छिन् र जीवनका सुख दुःखमा सहयोग र सद्भावको कामना प्राप्त गर्छिन्। प्रत्येक सदस्यको आशीर्वादले
नयाँ जीवनको सुरुवातमा सकारात्मक ऊर्जा र मार्गदर्शन प्रदान गर्छ। परिवारको सान्दर्भिकता दर्शाउने महत्त्वपूर्ण सांस्कृतिक अभ्यास हो जसले बिहेपछि पनि सम्बन्धहरूलाई नजिक बनाइराख्छ। बेहुली माइतीबाट बिदा हुँदा सुरुमा माइती पक्षका ज्वाइँहरूले बेहुला बेहुलीलाई सम्मानपूर्वक बोकेर अगाडि पुर्याउने चलन रहेको छ। यसले माइती परिवारको माया, सम्मान र जिम्मेवारीको भाव छल्काउँछ। केही दूरीसम्म पुर्याएपछि बीच बाटोमा पुगेर बेहुला प्रतीकात्मक रूपमा जिम्मेवारी हस्तान्तरण गरिन्छ। त्यसपछि बेहुला पक्षका ज्वाइँहरूले बेहुला बेहुलीलाई बोकेर ससुरालीतर्फ लैजाने चलन हुन्छ। बेहुली बिदा हुँदै गर्दा दिदीबहिनीहरूले बाटोमा पछ्यौरी ओछ्याएर बाटो छेक्ने रमाइलो चलन हुन्छ, जसलाई तामाङ भाषामा क्याम्काबा भनिन्छ। यसबेला बेहुला पक्षलाई सजिलै बाटो दिइँदैन, हाँसो ठट्टा र रमाइलो माहौल सिर्जना गरिन्छ। दिदीबहिनीहरूले मायालु ढङ्गले बाटो रोक्दै बेहुलालाई परीक्षा लिएको जस्तो गर्छन्। त्यसपछि बेहुला पक्षले दक्षिणा वा उपहार स्वरूप दक्षिणा दिएपछि मात्र बाटो खोलिन्छ। यो विदाई केवल घर परिवर्तन होइन, यो त जीवनकै एउटा ठूलो मोड हो। आफ्ना सपना, डर, आशा र जिम्मेवारी सबै बोकेर उनी आफ्ना श्रीमानको घरतर्फ पाइला चाल्दैछिन्। त्यो घर जहाँ उनी अब बुहारी बन्नेछिन्, जहाँ नयाँ सम्बन्धहरू गाँसिनेछन्, नयाँ कर्तव्यहरू सुरु हुनेछन् र नयाँ संस्कारसँग आफूलाई मिलाउँदै लैजानु पर्नेछ। आफ्ना इच्छाहरूलाई संयममा राख्दै सहनशीलता र समझदारीको बलमा उनी नयाँ परिवारमा आफ्नो स्थान खोज्दै अघि बढ्छिन्। बेहुला पक्षका ज्वाइँहरूले पनि बेहुला बेहुली घर आउँदा बाटो छेक्ने चलन छ। यस क्रममा रमाइलो ठट्टाखेली गरिन्छ र सगुन दिएपछि मात्र बाटो खोलिने परम्परा रहेको छ। बिहानदेखि सुरु भएको लामो यात्रा, परम्परा, पूजा विधि र भावनाले भरिएको दिन भए पनि कसैको अनुहारमा थकानको छाया देखिँदैन। बेहुली अब आफ्नो नयाँ जीवनतर्फ पाइला चाल्दैछिन् र जन्तीहरू त्यसको साक्षी बनेर नाच्दै गाउँदै अघि बढिरहेका छन्। आज यस सुन्दर यार्सा गाउँमा बेहुलाले आफ्नी सुन्दर दुलैलाई गाउँमा भित्राएका छन्। आजकै दिन बेहुलाले भगवानलाई साक्षी राखी आफ्नी प्राणप्रिय बेहुलीसँग जीवनभर साथ निभाउने र जीवनका हरेक सुख दुःखमा म तिम्रो साथमा रहनेछु तिमी भन्दै उनले माया, विश्वास र सम्मानको प्रतिज्ञा गरेका छन्। बेहुली ससुरालीमा पहिलो दिन
गृह प्रवेश गर्दा बेहुलाका दिदी बहिनीहरूले ढोकामै बाटो छेक्ने गरिन्छ। यस क्रममा दिदी बहिनीहरूले बेहुलासँग रमाइला प्रश्न उत्तर तथा ठट्टा मजाक गर्छन्। सोधिएका प्रश्नहरूको उत्तर सन्तोषजनक भएपछि गृह प्रवेशको अनुमति दिन्छन्। ढोका मार्खिएको सगुन ग्रहण गरेपश्चात बेहुली घर भित्र प्रवेश गर्छन्। त्यसपछि लामा गुरुहरू घरभित्र पूजापाठ गरे सकेपछि बेहुला बेहुलीलाई शुभ सगुन ग्रहण गरिन्छ, जसले नवदाम्पत्य जीवन सुख शान्ति र समृद्धि रहोस् भन्ने शुभकामना व्यक्त गर्दछ। डोली आइरक सागुन गनबरा तम्बा डम्फुरे सोली र डोली आइरक सागुन गनबरा तम्बा डम्फुरे मागीमा बिहे भयो आज छोरी त दियो आस्याङले मागीमा बिहे भयो आज छोरी त दियो आस्याङले चाङ छार माछालाई छेफुल्ला आस्याङ स्याङलाई थ्याफुल्ला साहित हेरेको लोखाम पानी मिलेको चिहेमा साहित हेरेको लोखाम पानी मिलेको तामाङ रिमठिम बुझाइ चाङ छार आज ल्याएको तामाङ रिमठिम बुझाइ चाङ छार आज ल्याएको बेहुलाका दाई आफ्ना भाइले बुहारीलाई घर ल्याएकोमा अत्यन्त खुसी र दङ्ग हुनुहुन्छ। उहाँले नयाँ दम्पतिलाई मायापूर्वक स्वागत गर्दै सुख शान्ति र समृद्धिको शुभकामना दिइरहनु भएको छ। माघको चिसो महिनामा दिदी बहिनीहरूले पाहुनाहरूको लागि चिया र रक्सीको विशेष व्यवस्था गरिरहनु भएको छ भने भोजनमा दाजुभाइहरूले रागो खसी र कुखुराको मासुको व्यवस्था गरिएको। पुरुष महिला परम्परागत वेशभूषामा सजिएर स्याब्रो नृत्यमा रमाइरहेका हुन्छन्। रङ्गीन पोसाक गरगहना र लयात्मक चालले गाउँ नै नाचिरहेको छ। सामूहिक नृत्यले माघ महिनाको चिसोलाई पनि न्यानोपनमा बदलिरहेको छ। विवाह दुई आत्मा र दुई परिवारको पवित्र मिलन हो। प्रेम सबैभन्दा सुन्दर अभिव्यक्ति हो। दुई हृदयले जीवनभरका लागि एक अर्कालाई रोज्ने र कहिल्यै नछोड्ने मौन प्रतिज्ञा हो। विवाह
विश्वास र सम्मानमा आधारित जीवनभर सँगै रहने प्रतिज्ञा हो। विवाह दुई आत्माहरूको पवित्र मिलन हो, जहाँ प्रेम, विश्वास र समझदारीले जीवनभरको यात्रा सजाउँछ। यसले दुई व्यक्तिको मात्र होइन, दुई परिवारको पनि सम्बन्धलाई गहिरो बनाउँछ। विवाह आत्मीयता र साथको प्रतिज्ञा हो, सुख, दुःख, हाँसो र आँसुमा एक अर्काको साथ दिने बाचा हो। रीतिरिवाज र प्रतिज्ञाले यो मिलनलाई अझ विशेष र अविस्मरणीय बनाउँछ। विवाह हृदयको एउटै धड्कनमा बाँच्ने, एक अर्कालाई सदैव माया गर्ने यात्रा हो। कम्मर भाँची भाँची काँध हल्लाउँदै हाँसो र हुटिङले माहौल झन् तातेको छ। मुस्कानसहित नाचिरहेका छन्। कोही अगाडि बढेर जोस देखाउँदैछ, कोही पछि बसेर ताली बजाउँदै साथ दिइरहेको छ। धुलो उड्दैछ, तर त्यो धुलोमा पनि खुसीको गन्ध मिसिएको छ। आज उनीहरूको नाचमा थकान छैन, छ त केवल उत्साह। माझे हजुरले बलु फिट्दै हुनुहुन्छ। पाहुना तथा गाउँलेहरूको तिर्खा मेटाउन प्रेमपूर्वक तयार गरिने यो परम्परागत पेय केवल सत्कारको प्रतीक मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि लाभदायक मानिन्छ। नमस्कार। अनि के छ खबर? एकदम ठिक छ। अनि आज के भएर छ हाम्रो यहाँ? आज हाम्रो यता बेको पार्टी छ। हजुर। अनि यस्तै हो। कसको बेको पार्टी हजुर? यता हाम्रो रमेश सरको ठुलो छोरा। हजुर। उहाँको बे। अनि उहाँ बेहुला बेहुली तपाईँ के भन्नु चाहनुहुन्छ? बेहुलीलाई म चाहिँ के भन्नु चाहन्छु भन्दाखेरि अब भनौँ न एउटा सम्बन्ध गाँसेको है। हजुर। अनि यो चाहिँ जन्म जन्मको लागि। हजुर। साथ एउटाले अर्कोलाई साथ दियोस् भन्नु चाहन्छु म। हजुर हजुर। उनीहरूको चाहिँ त्यसरी नै जिन्दगी। दिदीबहिनी दाजुभाइरू विवाह समारोहमा गोलो घेरा बनाएर कम्मर मर्काउँदै फन्को मार्दै नाचेर रमाइलो गरिरहेका छन्। उता तीन भाइ सेफहरू पाहुनाहरूको सत्कारका लागि स्वादिष्ट खसीको भुटन पकाउन व्यस्त देखिन्छन्।
चन्तीहरूले लामो यात्रा भए तापनि विवाहको रमाइलो माहौलमा रातभर नाच्दै रमाइरहेका छन्। थकाइको कुनै लक्षण छैन। उत्साह र खुसीले उनीहरूलाई ऊर्जा दिइरहेको छ। बाजागाजा, ताल र नाचसँगै वातावरण जीवित र उत्साहित देखिन्छ। बच्चाहरू पनि नाचमा सहभागी हुँदै रमाइलो थपिरहेका छन्। यसले समारोहको उमङ्ग, हर्ष र जीवन्तता पूर्ण रूपमा छल्काइरहेको छ। दर्शन गर्दै बसौँला मजाले नाचौँला दर्शन गर्दै बसौँला मजाले नाचौँला Saune, vai, 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 vai,
बेसी त खोलामा दुर्घटना बेसी त खोलामा
एकदम नाच्यो महिला नाच्यो चक गरेर नाच 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 आजको विवाह समारोहको अन्तिम अंशमा हामी यहाँ आइसकेका छौं। आशा छ तपाईहरू सबैले यो रमाइलो अनुभव पूरा मनले लिइरहनु भएको होला। आगामी दिनहरूमा पनि यस्ता रमाइला र मन छुने भिडियोहरू हेर्न चाहनुहुन्छ भने पञ्चपोखरी क्रिएसन्सलाई फलो, लाइक र कमेन्ट गर्न नबिर्सनुहोला। तपाईहरूको साथ र माया सधैँ हामीलाई उत्साहित बनाइरहन्छ। शुभरात्रि र मिठा सपनाहरू।